है साथीहरू, धेरै साथीहरूलाई थाहा नभएको पनि हुनसक्छ। आज हामी म्याथमेटिक्स सानो टिपहरू सिक्नेछौँ हैन। नम्बर 1 मा रहेको छ जस्तै 1 फिट बराबर 30 सेन्टिमिटर हुन्छ है। जहिले नि 1 फिट बराबर 30 सेन्टिमिटर हुन्छ। त्यसैगरी 1 फिट बराबर 300 मिलिमिटर हुन्छ। मिलिमिटर हुन्छ है, मिलिमिटर हो यसरी बुझ्ने। जस्तै 1 फिट बराबर 30 सेन्टिमिटर छ भने अब मिलिमिटर चाहिँ कति हुन्छ भन्दाखेरि 300 मिलिमिटर हुन्छ है। त्यसैगरी 5 फिट बराबर कति हुन्छ त? 5 फिट बराबर कति हुन्छ त? त्यसैगरी 60 इन्च हुन्छ है, 60 इन्च। अब धेरै साथीहरू भन्नुहुन्छ हैन, त्यो सामान्य कुरा त हामीलाई थाहा छ। धेरैजनालाई थाहा नभएको पनि हुनसक्छ। त्यही भएर एकचोटि यो हेर्दैमा के हुन्छ र है, 5 फिट बराबर त्यसैगरी कति हुन्छ अरे 60 इन्च हुन्छ है, इन्च हुन्छ। अनि त्यसैगरी 5 फिट बराबर कति मिलिमिटर हुन्छ भन्दाखेरि 150 मिलिमिटर हुन्छ है।